फोर्थ डे है। आज हामी ब्याक टु होम है। आज हामी ब्याक टु होम है। आजसँग 5 दिन हुन्छ होइन। 5 दिन आज बस्यो भने 5 दिन छ भने अस्ति हाम्रो आज त फाइनली है घर फर्किँदैछु। बाटो चाहिँ यस्तो छ यताको है। सो बाटो चाहिँ यस्तो छ। अहिले रिसेन्टली कन्स्ट्रक्सन अब जुन चाहिँ पहिलाभन्दा चाहिँ एकदमै राम्रो भएको छ बाटो चाहिँ। तर योभन्दा एकदम राम्रो इम्प्रुभमेन्ट हुनुपर्ने छ। किनभने यो ब्रिजमा चाहिँ त्यो ब्रिज कनेक्टिभिटी नहुँदा कारणले गर्दा चाहिँ ल हो ब्याक कल है। सो गुड इभिनिङ सबैलाई। तिमीलाई गरेको होइन यो चाहिँ हामी माउन्टेनियरिङमा जाँदैछौँ। गोचिला ट्र्याक हेर्नुहोस् यति सौदा बोकेर हामी गोचिला ट्र्याक जाँदैछौँ। सो एकदमै बाटो भन्नुपर्दा म त यतिको त ठिकै हो। तर भए हेभी लोडले गर्दा अलिक साह्रो पर्दो रहेछ। 3 जना फाइट परेर सबभन्दा राम्रो कुरा चाहिँ के छ भन्दा चाहिँ हामीलाई वेदरले चाहिँ एकदमै राम्रो साथ दियो। वेदर राम्रो छ तर केही ग्यारेन्टी चाहिँ छैन। अब हाफ एन आवर बाद चाहिँ छिटो लो जा न सबैजना नुरे जा। बिहाइन्ड द सिन चाहिँ अरे जान हुर्कम जान। This is Pentong Gong हो। यो चाहिँ पेन्तोङ गङ जङ्गु। अहिले चाहिँ यो गुम्बु सफा गर्न गएको है। गुम्बा सफा गर्न जाँदै गरेको। आज चाहिँ घर फर्किन्छ न। अस्ति आएको अब आजसँग 5 दिन होला। अनि आजसँग 5 दिन हुन्छ है। 5 दिनमा चाहिँ अब घर फर्किन्छ है फेरि मङ्गन। अस्ति आएको त अस्ति चाहिँ बनाउनु पाएन। बिजी गुम्बा थियो है। Pale.
जङ्गल पनि